SMS time. Program SMS time. Hello messenger friends, good afternoon and all friends like स्वागत छ program SMS time मा। आज पनि यो Saturday time मा program SMS time लिएर टेक सपोर्टर देवेन्द्र and मी program presenter आरती आइपुग्यो तपाईको मेसेज रिड गर्नलाई। ओके आज पनि तपाईहरुले नि सेन्ड गर्नु भएको एसएमएस मा जस्ताको त्यस्तै लाइभ आवाज दिनेछु मैले। त्यसैले तपाईको जो कोहीलाई पनि एसएमएस बाट केही मेसेज छोड्नु छ तपाईको स्पेशल वान को लागि केही मेसेज छ भने फटाफट मेसेज सेन्ड गर्नुपर्छ 9847908977 को मोबाइल नम्बरमा। तपाईहरुको एसएमएस मेरो मोबाइलको इनबक्समा आइपुग्यो भने पाले पालो सबै मेसेन्जर फ्रेन्ड्सको मेसेजमा भोइस दिनेछु मैले आज पनि। तपाईहरुले सेन्ड गरेर अनि मेसेज सेन्ड गर्दै प्रोग्राम सुन्दै सपोर्ट गर्नुहुनेछ कार्यक्रम अवधिभर भन्दै प्रोग्राममा मेसेजको वेटमा यति बेला एकदमै रमाइलो हिन्दी सङ प्रोग्राम एसएमएस टाइमको स्टार्टमा एकदमै रमाइलो हिन्दी सङ बज्दैछ। मेरे सैयाजी से आज मैंने ब्रेकअप कर लिया। फ्यूचर वेरी वेरी ब्राइट है। मैं ना बेबी साथ तेरे पार्टी शादी पूरी पूरी नाइट है। माइंड न करना तो थोड़ा ज्यादा बोल तो क्योंकि बंदा वेरी वेरी टाइट है। उसे फोन मिला और गाली दे फोटो चला के कर दे साले तेरी बात गलती हुई
है मुस्किल मुभीबाट एकदमै रमाइलो सङ्ग राख्यो प्रोग्राम एसएमएस टाइमको स्टार्टमा तपाईँले सुनिरहनु भएको छ यति बेला प्रोग्राम एसएमएस टाइम टेक सपोर्टरमा देवेन्द्र हुनुहुन्छ र अन्य रुममा म आरती छु। तपाईँले हामीलाई म्यासेज सेन्ड गर्नुपर्छ 9847090977 को मोबाइल नम्बरमा। तपाईँले हामीलाई 100 मेगाहर्जमा सुनिरहनु भएको छ, त्यसैगरी इन्टरनेट अनलाइनमा पनि सुनिरहनु भएको छ भने तपाईँले मजासँग हाम्रो मोबाइल नम्बरमा म्यासेज सेन्ड गर्न पाउनुहुन्छ। आज स्याटरडे टाइम फ्री टाइम हो र अलरेडी होलिडे टाइम पनि हो। आजको यो डे चाहिँ तपाईँले आफ्नो फ्री टाइमलाई सदुपयोग गरेर प्रोग्राम एसएमएस टाइममा म्यासेज सेन्ड गर्दै गर्नुहोला। यति बेला भने म प्रोग्रामको स्टार्टिङमा जान्छु। म्यासेज स्टार्टमा फर्स्टमा म्यासेज सेन्ड गर्नु भएको छ हामीलाई। हेलो देखि छ सन्चै हो भनेर लेख्नु भएको छ। एकदमै सन्चै छ है त हामी यतातिर चाहिँ। र लेख्नु भएको छ उहाँले नास्ता भयो त भनेर लेख्नु भएको छ। नास्ता 1 बजे पछाडि हुन्छ है त, 2 बजे पछाडि हुन्छ, 1 चाहिँ बजिसक्यो। म त्रिपुर 10 तेगडादेखि हरिप्रसाद चौधरी हो। अब बज्ने सङ्ग हजुर अनि तुलसीपुर एफएम हो लिङ्कलाई। र लेख्नु भएको छ उहाँले मेरा साथीहरूलाई अपकमिङ सङ्ग डेडिकेट गर्न चाहन्छु भनेर। थ्याङ्क यू सो मच म्यासेजको लागि हरिजी। अर्को म्यासेजको लागि म जति टाढा हुन खोज्छु उति याद आउँछ किन, जति टाढा हुन खोज्छु उति याद आउँछ किन, मेरो माया मारि गयो उसको माया लाग्छ किन, मेरो माया मारि गयो उसको माया लाग्छ किन। नमस्कार देखि छ खबर, म आयुषमा एसकी अन्जान हो के लेख्नु भएको छ सिवारबाट। अब बस्ने गीत मार्फत सम्पूर्ण साथीहरूलाई दीपावलीको शुभकामना दिन चाहन्छु, स्पेसली त बीआरसीको लागि। ओके बाबाई दी फेरि भेटुला ल भनेर लेख्नु भएको छ। आयुषमा हाम्रो प्रोग्रामको रेगुलर म्यासेज सेन्डर हो र रेगुलर म्यासेज सेन्ड गर्दा बीआरसीलाई चाहिँ कहिले पनि मिस गर्नु भएको हुँदैन, जहिले नै छुटाउनु भएको हुँदैन। र उहाँको म्यासेजलाई पनि मैले यति बेला पढेर सकाए। नेक्स्ट म्यासेज ह्याप्पी दीपावली है भनेर लेख्नु भएको छ। थ्याङ्क यू सेम टु यू। दे एन्टिसी गरे लेख्नु भएको छ। हामीले पनि गरिहाल्यो त्यहाँबाट। नमस्कार मे चन्द्रकला समर्पण फ्रम हाँसीपुर दाङ। The upcoming song TFM all units and all my friends like miss you. Okay, see you specially लेख्नु भएको छ यु एन बीलाई भनेर लेख्नु भएको छ। अघि तपाईँको स्पेसल बीलाई हामी अब बस्न सङ्ग डेडिकेट गर्छ तपाईँको लागि पनि है त। चन्द्रको लागि चाहिँ तपाईँलाई पनि थ्याङ्क यू सो मच फर म्यासेज। नेक्स्ट म्यासेज लिन्छु मैले, हामीलाई सेन्ड गर्नु भएको छ। हाई आरती के छ खबर, सन्चै हो अनि तुलसीपुरको खबर के छ त भनेर लेख्नु भएको छ। पवित्रा केसी फ्रम नारायणपुर त्रिपुरबाट हामीलाई म्यासेज सेन्ड गर्नु भएको छ। प्रोग्रामको रेगुलर म्यासेज सेन्डर हो पवित्रा पनि। तुलसीपुरको खबर सबै ठिकै छ, आज शनिबार सुनसान छ बजारहरू है। लेख्नु भएको छ उहाँले अपकमिङ हिन्दीसँग स्पेसली यु एन्ड टेक सपोर्टर देवेन्द्र एन्ड मलाई पवित्रा भनेर चिन्ने नचिन्ने अल फ्रेन्ड्स फ्यामिली रिलेटिभ सबैलाई है त भनेर लेख्नु भएको छ। ओके पवित्राजी भइहाल्छ, तपाईँको अल फ्यामिली फ्रेन्ड्स रिलेटिभ सबैलाई हामी अपकमिङ सङ्ग डेडिकेट गर्छौँ, तर स्पेसली चाहिँ हाम्रो तर्फबाट पवित्राको लागि है त। पवित्राको म्यासेज मैले पढिसकेँ। अब म्यासेज अर्को साथीको रहेको छ। आइदि के छ सन्चै हो भनेर लेख्नु भएको छ। एकदमै सन्चै छु हामी र त तपाईँको माझमा म्यासेज लिएर आएका छौँ आज पनि। म सुनिता चौधरी फ्रम Tanurisaad Burajabarबाट। I want to dedicate upcoming song from Dad and all friends and happy तिहार भन्न चाहन्छु कि बाई भनेर लेख्नु भएको छ। अघि सम्पूर्णलाई मिस गर्नु भएको छ म्यासेजबाट एन्ड अललाई चाहिँ ह्याप्पी तिहार भनेर पनि म्यासेजमा लेख्नु भएको छ। सुनिताजी हाम्रो तर्फबाट तपाईँलाई सेन्ड टु यू है त। र अर्को म्यासेज लिँदैछु मैले। हेलो दी नमस्ते, के छ तपाईँको खबर भनेर लेख्नु भएको छ। हाम्रो खबर ठिकै छ। म जिब्राज चौधरी फ्रम तेगपुर 5 चैनपुर दाङबाट। अब बज्ने गीत साथीहरू सन्ध्या, अनिता, दीपक, सम्झना, मोहन, सविता अनि मलाई चिन्ने सबै साथीहरूलाई अब बज्ने गीत सुनाउन र सुन्न चाहन्छु ल भनेर लेख्नु भएको छ। ओके हामी पक्कै पनि सुनाइहाल्छौँ तपाईँलाई एकदमै रमाइलो हिन्दी सङ्ग। तपाईँहरूले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ र कसरी म्यासेज सेन्ड गर्ने होला भनेर पनि कन्फ्युज हुनुहुन्छ भनेपछि नयाँ साथीहरू चाहिँ अहिले मैले पढिरहेको छु म्यासेज, त्यसरी नै म्यासेज सेन्ड गर्नुहोला र 9847090977 को मोबाइल नम्बरमा पठाउनु होला भन्दै यति बेला चाहिँ एकदमै रमाइलो हिन्दी सङ्ग फेरि पनि राख्दैछु। एकैछिन पछाडि तपाईँको म्यासेज लिएर आउँछु। सङ्ग पछाडि कमर्सियल ब्रेक पनि। जरा
थोड़ा जहरीला पर्पल वैनिला शॉर्ट स्कर्ट जम 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 जुटी कर टॉक जे तू कर कैट वॉक साडी गट भी करन लगी पम 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 चटुने दे हर चटुने दे तेरे इश्क का जाएगा कोई लबी डबी साला हो गई दिल अब डरता है क्या भेजा है कमर पे विंटर भी समर पे बैंडेज लाइक बैक एंड चल मार चले झटके भी दिल को लगे हौले हौले धीरे धीरे जो तू छू ले मुझे तेरा ब्राइट सा है नेचर मेरा राइट सा है साथ साथ दे दे हाथ फिर पकड़ चले सिंगल सिंगल रह ली अब तू मिंगल कर लेना लबी डबी साला हो गई बिल्लो अब डरता है क्या भेजा है कमर पे विंटर भी समर में बैंडेज लाइक बैक एंड चल मार ओके म्युजिकल ब्रेक एन्ड कमर्सियल ब्रेक पछाडि तपाईँलाई फेरि पनि स्वागत छ प्रोग्राम एसएमएस टाइममा। तपाईँले सुनिरहनु भएको छ यति बेला 102 मेगा हर्जमा, त्यसै गरी इन्टरनेट अनलाइन www.com लगइन गरेर पनि एकैसाथ सुनिरहनु भएको छ हामीलाई। र टेक सपोर्टरमा देवेन्द्र हुनुहुन्छ अनि रुममा म छु आरती। मेसेज सेन्ड गर्नुपर्छ तपाईँले आफ्नो फ्यामिली फ्रेन्ड समन स्पेसलको लागि पनि केही मेसेज छ भने 9847808977 मा मेसेज लेखेर सेन्ड गर्नुहोला। यति बेला फेरि मेसेजतिर लागिहालेँ म। हामीलाई मेसेज सेन्ड गर्नु भएको छ राधिका गिरी फ्रम इन्डिया गोवाबाट मेसेज सेन्ड गर्नु भएको छ। आज पनि आउनु भएको छ, रेगुलर मेसेज सेन्ड गर्नुहुन्छ। फर्स्टमा उहाँ किन्दै सायदतर्फ नै लाग्यो। एक दिन जब हुआ प्यार का एहसास उन्हें, एक दिन जब हुआ प्यार का एहसास उन्हें, वो सारी रात आकर हमारे पास रोती रही और हम भी इतने खुद गर्ज निकले यारों की, और हम भी इतने खुद गर्ज निकले यारों की, आंखें बंद करके कब्र में सोते रहे। एकदमै स्याड मेसेज, एकदमै राम्रो मेसेज सेन्ड गर्नुहुन्छ हाम्रो राधिकाजीले। लेख्नु भएको छ फर्स्ट अफ अल यु एन्ड टेक सपोर्टर एन्ड रेडी टु सिप रोल इन्टलाई एकदमै मिस गरेको छु एन्ड अपकमिङ सङ पनि डेडिकेट गर्न चाहन्छु। त्यसै गरी मेरो हस्ब्यान्ड मेरो फ्यामिली नेपालमा रहनु भएको एन्ड मसँगै रहेको सबै फ्यामिलीलाई धेरै धेरै मिस गर्न चाहन्छु एन्ड अपकमिङ तिहारको पनि धेरै धेरै शुभकामना है त लेख्नु भएको छ। ओके थ्याङ्क यू सो मच राधिकाजी, सायलेको लागि मेसेजको लागि एन्ड शुभकामनाको लागि एन्ड सेम टु यु पनि है त। अर्को मेसेज, हेलो दिक्की स खबर नास्ता भयो लेख्नु भएको छ। नास्ता अब एकैछिन पछाडि हुन्छ है त। आइएम देवराज ओली फ्रम पवनगर 2 देखि अब बस्ने सङ ऑल माई फ्रेन्ड्सको लागि भनेर सर्ट एन्ड स्विट मेसेज सेन्ड गर्नु भएको छ। नेक्स्ट मेसेज, दिलको हमसे चुराया आपने, दिलको हमसे चुराया आपने, दूर होते हुए अपना बनाया आपने, कब भूल नहीं पाएंगे आपको, कब भूल नहीं पाएंगे आपको, क्योंकि याद रखना सिकाया आपने, क्योंकि याद रखना सिकाया आपने भनेर नेक्स्ट हिन्दी साइड आयो त। हाई सिस गुड आफ्टरनुन हाउ आर यु लेख्नु भएको छ। एकदम फाइन, इट्स मी सोफिया गएको हुनुपर्छ GUIGHAR
विकासमा चाहिँ जहिले पनि म अलिक कन्फ्युज भइरहन्छ है सोफियाको मेसेज फ्रम द्याङ आई वान्ट टु डेडिकेट अ कमिङ सङ ऑल माई बेस्ट फ्रेन्ड्स एन्ड स्पेशली माई सिस तानिया सिंह Kyabra Singh, Resu Singh, and Technical Pro, and for you, and missing a lot, sis. Okay, bye-bye, see you. And लेख्नु भएको हुन्छ Sophia from Dang. Thank you so much, Sophia जी message को लागि, शायरी को लागि. र अर्को message, मेरो मोबाइल स्विच अफ थियो. मेरो मोबाइल स्विच अफ थियो के त्यसैले साथीको ओके यो मेसेज चाहिँ रङ आएछ कि जस्तो लाग्यो है मलाई अरूलाई सेन्ड गर्न खोजेको मेसेज चाहिँ मेरो मोबाइल नम्बरमा चाहिँ आयो रहेछ मेरो मोबाइलमा चाहिँ अर्को सिम राखेर के गरिरहेको छु भन्ने खालको मेसेज छ हेलो आरतीस गुड आफ्टरनुन के छ खबर फाइन हो त लेख्नु भएको छ एकदम फाइन छौँ हामी ह्याप्पी दीपावली लेख्नु भएको छ सेम टु यू थ्याङ्क यू मी जीपी खुम फ्रम धर्ना आई वान्ट टु डेडिकेट अ कमिङ सङ टु ऑल माई फ्रेन्ड्सहरूको लागि लेख्नु भएको छ र माई लभ लिस्टको लागि पनि लकी बाई ह्याभ अ नाइस डे गुड डे भनेर लेख्नु भएको छ नेक्स्ट मेसेज आयो त के छ खबर भनेर लेख्नु भएको छ एकदमै ठिक छ ऋतु केसीको मेसेज आएको छ फ्रम तुलसीपुर रेगुलर मेसेज सेन्डर हो हाम्रो ऋतुजी पनि लेख्नु भएको छ स्पेसली अपकमिङ सङ मेरो हस्बेन्डको लागि एन्ड टेक सपोर्टर देवेन्द्रको लागि एन्ड मलाई ऋतु भनेर चिन्ने सबैको लागि है त भनेर लेख्नु भएको छ के भइहाल्छ हामी सबैको लागि एकैछिन पछाडि फेरि पनि एकदमै रमाइलो हिन्दी सङ छ प्ले गर्छु सुन्नु होला मेसेजको लागि थ्याङ्क यू सो मच ऋतुजी मेरो अर्को मेसेज हेलो आरती दी हाउ आर यू एन्ड नमस्ते के छ योर न्यू खबर भनेर लेख्नु भएको छ ओके न्यू खबर सबै ठिकै छ हाम्रो मी पुष्पाजी एम फ्रम सोइहा नाउ कमिङ सङ स्पेसली फर यू एन्ड ऑल माई फ्रेन्ड्स ओके बाई दिस सी यू अगेन ह्याभ अ गुड डे भनेर लेख्नु भएको छ अघि तपाईँको पनि दिन रात सबै एकदमै रमाइलोसँग बित्छ शुभ शुभ रहोस् है त हाइदी नमस्ते के छ खबर सन्चै छ भनेर लेख्नु भएको छ एकदमै सन्चै छौँ नि त हामी इट्स मी आशिका ओली नाउ कमिङ सङ माई फ्यामिली एन्ड फ्रेन्ड उमा दुर्गा सुमित्रा बालिका कौसम वेद प्रकाश रेशम त्यसै गरी कुमार अमृत विमला पूर्णता हजुर एन्ड टेक्निसियनमा रहनुभएको दादालाई र त्यसै गरी मलाई आशिका भनेर चिन्ने नचिन्ने सबैलाई आउँदै गरेको दीपावलीको धेरै धेरै शुभकामना बाई नेक्स्ट टाइम मिस यु आरती सिस भनेर लेख्नु भएको छ ओके थ्याङ्क यू सो मच आशिकाजी तपाईँलाई पनि म्यासेजको लागि आशिकाको म्यासेज पछाडि फेरि पनि अर्को साथीको म्यासेज छ मेरो मोबाइल इनबक्समा हेलो दी हाउ आर यू लेख्नु भएको छ एकदम फाइन छु म धनौ रिसाद डाबरबाट कल्पना चौधरी हो अब बज्ने सङ हिन्दी ड्रिजे सङ माई बेस्ट फ्रेन्ड्स राजकुमारी रबिन प्रवीण दिल त्यसै गरी दोपेश कमला र मलाई कल्पना चौधरी भनेर चिन्ने र नचिन्ने टु जेड सबैलाई सुनाउन अनि सुन्न चाहन्छु एन्ड नेक्स्ट डे फेरि पनि भेटौँला भनेर लेख्नु भएको छ डिजे सङ चाहिँ छैन आज हामीसँग सबै हिन्दी सङहरू नन रिमिक्स एन्ड नन ड्रिजेमा छ है त थ्याङ्क यू सो मच म्यासेजको लागि तपाईँलाई पनि नेक्स्ट म्यासेज फेरि पनि एकदम रमाइलो हिन्दी सङको पाला आउँदैछ है ह्याप्पी दीपावली भनेर लेख्नु भएको छ थ्याङ्क यू सेम टु यू के छ म पवननगर नौ मसोटबाट साजन बिन्दास हो क्या लेख्नु भएको छ साजनजी हाम्रो हालखबर चाहिँ सबै ठिकै छ है त तपाईँको पनि ठिक छ होला आई वान्ट टु टेक अप कमिङ सङ अल माई फ्रेन्ड्स फ्यामिली एन्ड लेख्नु भएको छ हजुरको लागि र स्पेसली प्रकाशको र उही निष्ठुरीको लागि ल भनेर लेख्नु भएको छ आफ्नो निष्ठुरीलाई धेरै धेरै मिस गर्नु भएको छ म्यासेजबाट यति बेला फेरि पनि धेरै टाढाबाट म्यासेज आएको छ यो म्यासेज लिन्छु त्यस पछाडि सङको पालो है त हेलो दिदी नमस्कार म तिलक श्रेष्ठ जुरुवा नौ अकामी हाल मलेसिया भनेर लेख्नु भएको छ जुरुवाको साथी हुनुहुन्छ तिलक श्रेष्ठ अहिले चाहिँ मलेसियामा हुनुहुन्छ अब बस्ने गीत सम्पूर्ण फ्रेन्ड्सहरूको लागि फ्यामिलीको लागि र लेख्नु भएको छ उहाँले रेडियो सुनेर बस्नु भएको सबैको लागि र म पनि रेडियो सुनेर बसिरहेको छु है त मलाई लेख्नु भएको छ ओके सुन्नुपर्छ तपाईँहरूले सुन्नुहोला तपाईँहरूले म्यासेज सेन्ड गर्नुहोला भनेर त हामीले प्रोग्राम एसएमएस टाइम चाहिँ लन्च गरिराखेका छौँ तिलकजी थ्याङ्क यू सो मच फर म्यासेज फर्स्ट टाइम तपाईँले म्यासेज सेन्ड गरेको अपकमिङ डेहरूमा पनि म्यासेज सेन्ड गर्दै गर्नु होला है त अब चाहिँ पालो सङको त्यस पछाडि फेरि पनि लिएर आउँछु तपाईँको म्यासेज 9849 089 मोबाइल नम्बरमा म्यासेज सेन्ड गर्दै गर्नुहोला नगरेका साथीहरूले तुझे सा कहा कोई जग में है वक्त का तू ही तो पहला पहर तू आँख जो खोले
ना इनका उनका वही है माला वही है मन का मस्त मलंग वो अपनी धुन का अंतर मंत्र अंतर जानिए सर्वज्ञ स्वाभिमानी जिनके है महाविनाशी ओंकार है इसी की वाणी किसी की वाणी किसी की वाणी भांग धतूरा बेल का पत्ता तीनों लोग इसी की सत्ता विष पीकर भी अड़िग अमर है महादेव हर हर है जपता वही शून्य है वही इकाई वही शून्य है वही इकाई वही शून्य है वही इकाई जिसके भीतर बसा शिवाय जिसके लिए जगत है झांकी जगह में गंगा चांद मुकुट है सामने कभी कभी बड़ा विकट है आंख से जन्मा है कैलाशी शक्ति जिसकी तरस की प्यासी राम भी उसका रावण उसका जीवन उसका मरण भी उसका पांडव है और ध्यान भी वो है अज्ञानी का ज्ञान भी वो है आंख तीसरी जब ये खोले हिले धरा और स्पर्श भी डोले गूंज उठे हर दिशा शब्द में नाम उसी का बम बम बोले वही शून्य है वही इकाई वही शून्य है वही इकाई वही शून्य है वही इकाई जिसके भीतर बसा शिवाय बोलो हर 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 विनाश जाकर विनाश जाचा के नाश जाकर विनाश जाचा के नाश जाकर विनाश जाचा बोलो हर हर विनाश जाकर विनाश जाचा के नाश जाकर विनाश जाचा के नाश जाकर विनाश जाचा बोलो हर ओके नमः शिवाय एकदमै रमाइलो सङ्ग राख्यो लेटेस्ट मुभी शिवायबाट 1:45 मिनट गइसकेको छ हाम्रो स्टुडियोको घडीमा तपाईले सुनिरहनु भएको छ प्रोग्राम एसएमएस टाइम र म्यासेज सेन्ड गर्ने तयारीमा हुनुहुन्छ भने फटाफट म्यासेज सेन्ड गरिहाल्नुहोस् ढिला भयो भने तपाईको म्यासेजको पालो चाहिँ नआउन सक्छ है यति बेला म म्यासेज लागिहाल्छु हाई आरती दिदी नमस्ते के छ खबर लेख्नु भएको छ एकदमै हाम्रो खबर सबै ठिकै छ अनि नास्ता भयो कि नै भने लेख्नु भएको छ नास्ता भएको छैन अब 20-25 मिनट पछाडि चाहिँ हुन्छ है त म मिस किसे शान्तिनगर 3 पाते टाकुराबाट नाउ केटीएम छु है भनेर लेख्नु भएको छ ओके पाते टाकुरा हुँदाखेरि सुन्नुहुन्थ्यो होला अहिले चाहिँ केटीएममा हुनुहुन्छ र पनि मेसेज सेन्ड गर्नु भएको छ मेसीले थ्यांक यू सो मच भन्न चाहन्छु अनलाइनबाट भए पनि प्रोग्राम सुनिरहेको छु है भनेर लेख्नु भएको छ ओके अनलाइनमा चाहिँ हाम्रो प्रोग्राम सुन्दै हुनुहुन्छ रे अब बज्ने सङ्ग मार्फत हजुर अनि टेक्निकल सपोर्टर दाजु देवेन्द्रजीलाई अनि उमेश भनेर चिन्नुहुने सम्पूर्णलाई सुनाउन अनि सुन्न चाहन्छु साथै त्यसैगरी सबैहरूलाई चाहिँ शुभ दीपावली भनेर पनि लेख्नु भएको छ ओके उमेशजी थ्यांक यू सो मच मेसेजको लागि केटीएम भएर पनि हामीलाई सुनिरहनु भएको छ सुन्दै गर्नु होला है त अनि प्रोग्रामहरू पनि मेसेज लागिहालेँ म लेख्नु भएको छ हामीले मेसेजमा हाई आरती के छ ठिकै छ भनेर लेख्नु भएको छ पक्कै पनि एकदमै ठिकै छ सुदीप केसी फ्रम तुलसीपुर रेगुलर मेसेज सेन्डर हो सुदीप पनि हाम्रो प्रोग्राम एसएमएस टाइमको लेख्नु भएको छ अपकमिङ सङ्ग स्पेसली फर यु टेक सपोर्टेड एन्ड रेडियो तुलसीपुर ल्याउने र मलाई सुदीप भनेर चिन्नुहुने सबैलाई अपकमिङ सङ्ग डेडिकेट गर्न चाहन्छु है त भनेर लेख्नु भएको छ सुदीपजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ है त मेसेजको लागि नेक्स्ट मेसेजतिर लागिहालेँ म हामीले मेसेज सेन्ड गर्नु भएको छ चाँदनी केसी हुनुहुन्छ फ्रम तुलसीपुर नाउ कमिङ सङ स्पेसली मेरो फ्यामिलीको लागि मेरो फ्रेन्ड्सको लागि अनि हजुरहरू सबैको लागि है त भनेर लेख्नु भएको छ अब तपाईलाई पनि थ्यांक यू सो मच फर मेसेज र नेक्स्ट मेसेज रहेको छ सीमा परियारले लेख्नु भएको छ मेसेज तुलसीपुरबाट हाई आरती दिदी सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ पक्कै पनि हामी एकदमै सन्चै छौं र लेख्नु भएको छ मेसेजमा अपकमिङ सङ सबैलाई सुनाउन चाहन्छु है त भनेर लेख्नु भएको छ ओके तपाईँ लगायत सबै रेडियो सुनेर बस्नु भएको साथीहरूलाई चाहिँ हामी एकैछिन पछाडि एकदमै रमाइलो सङ सुनाउँछौं
मेसेज सेन्ड गर्नुभयो त्यसको लागि तपाईलाई पनि धेरै धेरै धन्यवाद छ। अर्को मेसेज छ गीता परियारले मेसेज सेन्ड गर्नुभएको छ तुलसीपुरबाट नै र लेख्नु भएको छ अपकमिङ सङ यु टेक सपोर्टर देवेन्द्र दा एन्ड मेरो घर परिवार लगायत मेरो सिसलाई पनि अपकमिङ सङ डेडिकेट गर्न चाहन्छु भनेर लेख्नु भएको छ। ओके तपाईलाई पनि धेरै धन्यवाद छ मेसेजको लागि। एन्ड लेख्नु भएको छ अर्को साथीले मेसेजमा रबिना चौधरीको मेसेज आएको छ हामीलाई हलुवारबाट अपकमिङ सङ अल फ्रेन्ड्सको लागि त्यसैगरी मलाई रबिना भनेर चिन्ने नचिन्ने सबै साथीहरूलाई स्पेशली डेडिकेट गर्न चाहन्छु भनेर लेख्नु भएको छ अपकमिङ सङ। रबिना चाहिँ तपाईलाई पनि मेसेजको लागि धेरै धन्यवाद दिन चाहन्छु है त। रबिनाको मेसेज पछाडि नेक्स्ट मेसेज रहेको छ हामीलाई लेख्नु भएको छ सुनिता मगर फ्रम सल्यानबाट मेसेज सेन्ड गर्नुभएको छ सुनिता मगरजीले अपकमिङ सङ दाङमा रहनु भएको मेरो फुपूको घर परिवारलाई र सल्यानमा रहनु भएको मेरो अल फ्यामिलीलाई सुनाउन अनि सुन्न चाहन्छु भनेर मेसेज सेन्ड गर्ने सुनिताजीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु है त। अर्को मेसेज आएको छ प्रदीप सेनले घोराईबाट मेसेज सेन्ड गर्नु भएको छ क्यों मुस्किलों में साथ देते हैं दोस्त भनेर लेख्नु भएको छ कि दोस्तको लागि मेसेज उहाँको क्यों मुस्किलों में साथ देते हैं दोस्त क्यों गम को बांट लेते हैं दोस्त ना रिश्ता खून से ना रिवाज से बंधा ना रिश्ता खून से ना रिवाज से बंधा फिर भी जिंदगी भर साथ देते हैं दोस्त क्यों मुस्किलों में साथ देते हैं दोस्त भनेर लेख्नु भएको छ। पक्कै पनि साथी भएपछि हरेक सुख दुःखमा सपोर्ट त गर्नै पर्छ। लेख्नु भएको छ प्रदीपजीले अपकमिङ सङ रेडियो तुलसीपुर युनिटको लागि र मेरो बेस्ट फ्रेन्ड सौरागको लागि पनि है त भनेर लेख्नु भएको छ प्रदीप सिंह फ्रम घुराई। फर्स्ट टाइम मेसेज सेन्ड गर्नु भएको छ प्रदीपजीले थ्याङ्क यू सो मच भन्न चाहन्छु। नेक्स्ट विकहरूमा पनि मेसेज सेन्ड गर्दै गर्नुहोला र साइडको लागि पनि तपाईँलाई धेरै धन्यवाद छ है त। प्रदीपजीको मेसेज पछाडिको साथीको मेसेज छ आयाहरू त के छ सन्चै हुनुहुन्छ भनेर लेख्नु भएको छ। पक्कै पनि एकदमै सन्चै छु। करुणा नेपालीको मेसेज आएको छ घुराईबाट अपकमिङ सङ मेरो अल फ्यामिलीको लागि अल फ्रेन्ड्सको लागि र हजुरहरूको लागि पनि है त भनेर लेख्नु भएको छ करुणाजी। पक्कै पनि हामी सुनिहाल्छौँ अपकमिङ सङ र स्पेसली हामी बजाउँछौँ यहाँबाट तपाईँको लागि। अब चाहिँ करुणा नेपालीको मेसेज पछाडि पालो भएको छ सङको मेसेज लिएर आउँछु बसेको एकैछिन पछाडि। काले काले उच्ची हील ते आई इंजन बढ़ गई तू गड्डी दा लबदी स्पीड बढ़ाई एड़ में तेरे हेड़ दे लगदी हाई फाई एड़ में तेरे हेड़ दे लगदी हाई फाई ओ पिछे हो जा नी पिछे हो जा सोहणिए साडी रेल गड्डी आई 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 तुलसी छोरी मेरी रेल में आके जुड़ जा अरे भाग गया बेटी मुझको तेरा एक पुरजा जितने बोला इतने मुर्जा जितने बोला इतने मुर्जा क्योंकि मैं गड्डी का इंजन मेरे जो बहुत ज्यादा ऊर्जा कभी तेज करते हौड़ी ओ तेरे नाते सोया मैं पादा एक बोली पूरे मोगे टाउन च बेबी तू तो नंबर 1 है तेरी मेरी क्लब जाने दी डील तो बिल्लो डन है पिछे हो जा सोहणिए साडी रेल गड्डी हो जा सोहणिए साडी रेल गड्डी आई पिछे हो जा सोहणिए साडी रेल गड्डी आई पिछे हो जा सोहणिए साडी रेल गड्डी आई पिछे हो जा सोहणिए साडी रेल गड्डी आई
ओके एकदमै रमाइलो सङ राख्यो तपाईँको माझमा र अब चाहिँ हामी प्रोग्रामबाट जानुपर्छ जानुभन्दा अगाडि 2-3 जना साथीको मेसेज बसेको छ त्यो मेसेजलाई मैले पढिहाल्छु होइन कति दुःख गरेर मेसेज सेन्ड गर्नुभएको साथीहरूले चाहिँ मैले राख्ने कुरै भएन मेसेज सेन्ड गर्नुभएको छ हामीलाई शर्मिला नेपाली फ्रम मानपुर र उहाँ लेख्नु भएको छ अपकमिङ सङ स्पेसली हजुरहरू लगायत मेरो फ्यामिलीलाई सुनाउन चाहन्छु है त भनेर लेख्नु भएको छ ओके शर्माजी थ्याङ्क यू सो मच मेसेजको लागि नेक्स्ट मेसेज रहेको छ एलिसा खडेका फ्रम तुलसीपुर आज द डे अफ बस्ने सङ मेरो घर परिवार र मेरो साथीहरू मुना करुणा कल्पना लगायत मलाई चिन्ने नचिन्ने सबै साथीहरूलाई सुनाउन चाहन्छु है त भनेर लेख्नु भएको छ ओके तपाईँहरू सबैलाई मेसेजको लागि धेरै धन्यवाद दिन चाहन्छु धेरै साथीहरूले मेसेज सेन्ड गर्नुभयो र नेक्स्ट विकहरूमा पनि यसै गरी मेसेज सेन्ड गरेर साथ दिनुहुनेछ भनेर पनि मैले अपेक्षा लिएको छु मेसेज पढेर सकियो आजको चाहिँ अब नेक्स्ट विकमा फेरि पनि तपाईँको मेसेज साथमा आउनेछु यति बेलासम्म प्रोग्राम सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धन्यवाद दिन चाहन्छु टेक सपोर्टरमा रहेर एकदमै रमाइलो सजिलो साथ दिनुभयो टेक सपोर्टर देवेन्द्रलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु र नेक्स्ट विकमा आउने बाचा गर्दै कार्यक्रम एसएमएस टाइमबाट म आरती पनि छुटिन्छु नमस्ते ऑफबीट है पर कुड़िया दे नाल बहुत स्वीट है मुंडा थोड़ा ऑफबीट है पर कुड़िया दे नाल बहुत स्वीट है ढोंगी सा ये बड़ा डीट है वायरल हो गया ये ट्वीट पर फूल फूल करने में कूल तू बड़ी तेज कटारी है लगन तेरी की हमने दर्द तैयारी है नच देने सारे नच देने सारे